नमस्कार सबैजनालाई। आउनुहोस् आज म हजुरहरूलाई आँपको तरकारी बनाएर देखाउँछु है त। मैले चाहिँ दुईवटा आँपलाई चाहिँ लिएर मजाले त्यसको बोक्रा ताछेर काटेको छु। मैले चाहिँ यो आँपको कोया चाहिँ फालेको छैन। हजुरहरूले चाहिँ कोया पनि निकाल्न सक्नुहुन्छ। मैले चाहिँ निकालेको छैन। मलाई चाहिँ कोया चाहिँ खान मजा लाग्ने भएको भएर मैले चाहिँ कोयासहित नै पकाउँछु। फेरि अहिले आँप पनि छिपिसकेको छ नि त, त्यो भएर मैले चाहिँ त्यही अनुसारले पकाउँछु। र मैले एउटा भाँडामा चाहिँ पानी उमाल्नको लागि राखिदिएँ। पानी उम्लिसकेपछि म यसमा बेसार राख्छु। बेसार राखिसकेपछि त्यसपछि बेसार एकछिन उम्लिन थालेपछि चाहिँ म त्यसमा अनि अघि काटेको चाहिँ आँप हाल्छु। यो चाहिँ एकदम सरल तरिका हो, यसमा खासै केही गर्न पर्दैन। अनि त्यसपछि यसमा अघि काटेको चाहिँ आँप हालिदिने। आँप हालेर त्यसपछि यसलाई पाक्नलाई छोडिदिने। एकछिन मजाले पाक्नलाई छोडिदिनुपर्छ। अनि त्यसमा नुन हाल्नुपर्छ। नुन राख्ने, मैले नुन राखेँ, हजुरले स्वादअनुसार राख्न सक्नुहुन्छ। त्यसपछि मैले सक्खर राखेँ, गुलियोको लागि चाहिँ सक्खर राखेँ। यसरी पानीमा नि पकाउन सकिन्छ यसलाई। यो चाहिँ मैले तरकारीकै हिसाबले पकाएको छु खानासँग खानको लागि। सक्खर हजुरहरूलाई कति आवश्यक पर्छ त्यही अनुसारले सक्खर राख्ने। त्यसपछि यसलाई मजाले पाक्न दिने। अनि मैले चाहिँ पाक्यो कि पाकेन भनेर टेस्ट चेक गर्दैछु। त्यसपछि मैले चाहिँ आलसको छोप पनि हालेको छु। हजुरहरूले छोप हाले पनि हुन्छ, नहाले पनि हुन्छ। मैले चाहिँ स्वादको लागि छोप हालेको छु। अनि एकछिन मजाले यसलाई पकाइसकेपछि अनि हाम्रो रेडी हुन्छ। हजुरहरूले छोपेर पकाउन पनि सक्नुहुन्छ। नपाकेको जस्तो लाग्यो भने यो चाहिँ पाकिसकेको आँप भएको भएर मैले चाहिँ छोपिनँ। मैले चाहिँ यसरी नै पकाउँछु। यो चाहिँ आँपको तरकारी भनेर भनिन्छ हाम्रोतिर चाहिँ। हजुरहरूकोतिर के भन्नुहुन्छ, अचार भन्नुहुन्छ के भन्नुहुन्छ? हामी चाहिँ यसलाई पानीमा पकाउने भएको भएर हामी चाहिँ यसलाई तरकारी नै भन्छौँ। यो चाहिँ ट्राई गर्नु होला, एकदम मिठो हुन्छ। थ्याङ्क यू सो मच।